लोचनले त्यस दिनदेखि जे हेर्यो त्यसैमा दुःख प्रकट भएको पायो। हरेक मानिसका आँखामा दुःख, क्रेनको कर्कश आवाज, गाडीको घ्यार घ्यार, पातको सरसराहट, गैँती अर्जाप्दाको ट्याङ ट्याङ, कोइला काट्दाको भुङ भुङ, सबै सबैमा दुःख। पुरै कोइला खात दुःखको केन्द्र र कोइला खात दुखीहरूको आश्रयस्थल। राजकुमार सिद्धार्थ पनि राजमहलमा दुःख भएरै राति परिवार छोडेर भागेको थियो। कहाँ रहेनछ दुःख। यो मैले पढ्दै गरेको जुन चाहिँ हरफ छ, यो चाहिँ श्याम सिंघकले लेख्नु भएको उपन्यास कोइला खातको पेज नम्बर 286 बाट पढ्दैछु। र यो किताबको सम्पूर्ण सार चाहिँ यही पेजमा लेखिएको छ जस्तो लाग्यो। हुन त यो किताबमा एउटा कथा छ, बुनिएको छ, र यो कथा चाहिँ हो नेपालबाट अथवा त विभिन्न भारतका अरू ठाउँहरूबाट पनि जो मेघालयमा गएर कोल माइन्समा काम गर्थे उनीहरूको कथा हो। उनीहरूले अब सुखको खोजको लागि गएका हुन्थे र त्यहाँ चाहिँ अब सुखभन्दा बेसी दुःख नै पाएको चाहिँ यो किताबले देखाएको छ। लगभग 1970 सन् 1970 देखि यता लिएर 2014 सम्मको एउटा कालखण्ड यस उपन्यासले समेटेको छ। 2014 देखि यता चाहिँ सबै कोल माइन्सलाई सरकारले आफ्नो हातमा लिएको हुनाले यो पहिला जसरी इलिगल प्रकारले सञ्चालन गरिन्थ्यो त्यसको सबै ठप्प भएपछि नेपालीहरू पनि नेपालतिर फर्केको कुरा यहाँ लेखिएको छ। मेघालय नर्थ इस्टर्न स्टेट्स, इन्डियाको नर्थ इस्टर्न स्टेट्समा पूर्वोत्तर भारतमा पर्छ र यसमा चाहिँ अब म पनि पुगेको छुइनँ, अरू नपुग्नेहरूले पनि एउटा कल्पना चाहिँ गरेको हुन्छ मेघालय यस्तै होला भनेर। र बेनेडिक्ट एन्डरसनले यो नेसनलिज्म, राष्ट्रवादमाथि, राष्ट्रवादमाथि एउटा कुरा भन्नुभएको थियो, भनेका थिए कि यो कम्युनिटिजहरू चाहिँ नेसनल जुन चाहिँ राष्ट्र चाहिँ एउटा कल्पनामा आधारित हुन्छ र मान्छेहरू कहाँ कसरी बसिराखेका हुन्छन्, त्यसको भू ल्यान्डस्केपहरू है, त्यसको जियोलोजिकल बाउन्ड्रिजहरू कस्तो हुन्छ, त्यहाँको भेजिटेसन कस्तो हुन्छ, यो चाहिँ मान्छेले कल्पनामा मात्रै सोचेको हुन्छ र सबै मान्छे चाहिँ एउटा राष्ट्रमा बाँधिएको हुन्छ भने चाहिँ त्यो चाहिँ एउटा इमेजिनेसनले मात्रै बाँधिएको हुन्छ र यसलाई चाहिँ बेनेडिक्ट एन्डरसनले चाहिँ इमेजिन्ड कम्युनिटिज भनेर भनेको छ। र हाम्रो श्याम सिंघक, लेखक श्याम सिंघक, जसले पहिला पनि दुईटा उपन्यास लेख्नु भएको रहेछ र अर्को दोस्रो चाहिँ निकै चर्चित भएको थियो अरे, रेमिट ल्यान्ड भन्ने, त्यो पनि हामीले देखेको थिएनौँ। यो चाहिँ प्रथम, मैले नाम पनि उहाँको सुनेको थिइनँ र यो चाहिँ अब अस्ति भर्खरै 1 तारिकको दिन सिलगढीमा यो माथि बोल्नु पर्ने र हाम्रो प्रिय कवि भाइ राजा पुन्यानीले यसलाई चाहिँ मलाई पठाइदिनु भएर बोलिदिनुहोस् भन्नुभएको थियो र मैले चाहिँ अब यो चाहिँ यस्तो प्रकारले पढेको छु कि यो जुन स्पिडमा पढेको छु त्यसले चाहिँ मलाई अलिकति पढे। अस्तिको दिन 31 तारिक बेलुका 6 बजीसम्म लगभग पढेको, 5:58 चाहिँ सकेको थियो र त्यहाँदेखि चाहिँ पुरै टाउको गिदीदेखि लिएर जम्मै जिउ पनि हल्लिरहेको जस्तो लागिरहेको थियो र 1 तारिक चाहिँ बिहान गएर बोल्नु पर्ने र त्यसमाथि बोल्नु चाहिँ बोलियो, तर धेरैजनाको हाम्रो डाक्टर आदरणीय दिदी डाक्टर कविता लामाले पनि भन्नुभएको थियो यसमाथिको रिभ्यू चाहिँ कस्तो थियो होला, मलाई पनि सुन्नु मन लागेको थियो भनेर मेसेज गर्नुभएको थियो र मैले यसमा अलिकति बोल्ने जमर्को मात्रै गरेको।
यो उपन्यासमा एउटा कथा के छ भने नेपालबाट नेपालीहरू मेघालयमा गएर कोल माइन्समा काम गरेको र त्यहाँ चाहिँ कोल माइन्स भित्र चाहिँ कतिको दुःख हुन्छ र यो कुराहरू लेखिएको छ र उनीहरूको जिन्दगी कसरी चल्यो अथवा त सकियो किनभने धेरै मृत्युको कुराहरू पनि यो भित्र छ कति छ अनि मेघालय चाहिँ दिनरात पानी पर्ने यसलाई चाहिँ उहाँले यहाँ लेख्नु पनि भएको छ समथिङ यहाँ नामै त मेघालय मेघ भनेको बादल आलय भनेको घर जहिले पनि पानी परिरहने भन्नु खोज्नु भएको संसारकै सबैभन्दा धेरै पानी पर्ने ठाउँमध्ये एक हो हाम्रो गाउँ यो चाहिँ यो किताबको यो कथाको नायिकाले भन्दैछ यो डायलग चाहिँ जियोलजिस्ट एसपी चटर्जीले नाम त ठिकै राखेका हुन् भनेर चाहिँ त्यो नायिकाको नाम चाहिँ यहाँ चाहिँ रुथ ऊ चाहिँ मेघालयकै बासिन्दा खसेनी पनि भन्नुभएको छ उपन्यासकारले है उनीहरू चाहिँ अब त्यहाँकै जनजाति भनौँ न र यहाँबाट लोचन बहादुर लिम्बू चाहिँ नेपालबाट गएर यहाँ एउटा कामदारको रूपमा एउटा लेबररको रूपमा चाहिँ कोल माइनमा काम गरेर गर्दा भेट भएर दुईजनाको प्रेम भएर बिहा पनि भएको कथा छ र बीचमा अनेक थरी अब लोचन बहादुर चाहिँ दुईतिर उता पनि उसको श्रीमती छोडेर आएको नानीहरू पनि हुँदो रहेछ र यता आएर रुथलाई त्यो केटीलाई मन पराएर फेरि बिहा गरेर फेरि पछि उता परिवारको माया लाग्दा यता छोडेर उता जाँदा उताबाट फेरि बेसी भएपछि रुथको माया लागेर यता आउँदा मेघालय जाँदा रुथले अघि नै 7 वर्षको या कतिको अन्तरालमा चाहिँ अर्कोसँग बिहा गरिहालेको त्यो कथा छ त्यहाँदेखि पछि छ अझै पनि रुथको त्यो सेकेन्ड हस्बेन्ड चाहिँ को मृत्यु भएपछि फेरि दुईजनाको भेट भएको कथाहरू छ है नानी दुईजना कलेजसम्म पढिरहेको अनेकौं कथा छ अनि त्यो कोल माइन भित्र छ अब यो कोइला खाद भन्ने जुन चाहिँ अगाडि शीर्षक नै छ यो चाहिँ कोल माइन नै भन्नु खोजेको है कोइलाको खानी र कोइला खानीमा चाहिँ हाम्रो जुममा पनि पहिला एक दुईजना काम गर्नु गएका थिए भन्ने चाहिँ हामीले सुनेको त्यहाँदेखि कोइला खानीको कुराहरू त हामीले अलिअलि न्युजतिर कता कता पढेको मात्रै विशेष चाहिँ आर्टिस्ट भ्यान गफले एउटा चारकोलको स्केच गरेको थियो है किनभने उले पनि कोल माइन्समा काम गरेको थिएछ र उले चाहिँ त्यो गरिबहरूको एउटा पोर्ट्रेयल गर्दा चाहिँ त्यो चारकोलको स्केच छ भ्यान गफको पनि र त्यसरी त्यति मात्रै अरु बेसी चाहिँ कोइला खानी बारे नजानेको हामीले र लेखक श्याम सिंहकले चाहिँ हामीलाई मेघालयको दर्शन मात्रै गराएको छैन यहाँ उहाँले चाहिँ त्यो कोल माइन्समा कोइला खाद भित्र चाहिँ मान्छेको दुःख चाहिँ कति हुन्छ यसरी माथिबाट खनेर ओरालो लग्यो अनि जहाँ चाहिँ पानी हुन्छ त्यही मात्रै कोइला खानी पनि हुँदो रहेछ अनि त्यो पानी तानेर बाहिर पनि फ्याँक्दै गर्नुपर्ने अनि भित्र चाहिँ तल कोइला भेटेपछि 1300 खन्दै लानुपर्ने लगभग 15 किलोमिटर 20 किलोमिटरसम्म चाहिँ 1300 खनेपछि जहाँसम्म चाहिँ अब नसक्ने भएपछि चाहिँ त्यहाँदेखि चाहिँ फर्केर अन्त कतिजना चाहिँ त्यही भित्र फेरि यसरी खन्दा माथिबाट यसरी ढ्याप्पै खस्यो भने चाहिँ त्यो माटो ढुङ्गा खसेर पुरिएर थुनिएर पनि कति मरेको रहेछ है अब यो लासको कथा यो मृत्युको कथा त यो भित्र कति छ अनि उनीहरूको गन्ती पनि छैन यस उपन्यासमा एउटा ठाउँ यस्तो छ जग्गु डाँडा भन्ने त्यहाँ चाहिँ लासै मात्रै गाडिएको छ अनि उनीहरूको न त आफन्त न त कोही उनीहरूलाई श्रद्धाञ्जली चढाउनै आएको उनीहरू अब कहाँबाट आएर त्यहाँ काम गर्दा गर्दै मरेको र त्यतिकै उनीहरूलाई त्यसरी गाडिएको यो कथा चाहिँ छ र अरु चाहिँ अब मेघालय यस्तो रहेछ भन्नेले एउटा हामीलाई चित्र दिन्छ यो उपन्यासले
अनि यो भित्र अनेकौं पात्रहरू छ अनि ती उनीहरूले कोइला खानीमा काम गर्दा कस्ता त्यो चिजहरूलाई के भनिन्छ है, त्यो चलाउने जुन चाहिँ सामा सरजाम छ, मेसिनहरू छ, तिनीहरूको नाम के हो, यो सबै कुरा यसमा लेखिएको छ। मलाई चाहिँ पहिला चाहिँ हाम्रो श्याम सिंह स्वयं चाहिँ त्यो यस उपन्यासको प्रोटागोनिस्ट लोचन बहादुर लिम्बू चाहिँ उहाँ नै होला जस्तो लागेको थियो, किनभने यति साह्रो यसको डिटेलिङ राम्रो छ कि उहाँले यसलाई लेख्नु भएको, आफै काम गरेर लेख्नु भएको जस्तो छ। त्यो एउटा कुरो चाहिँ यसको सबल पक्ष। यसको डिटेलिङमा चाहिँ उहाँ अस्ति सिंहकजीले यसको विमोचनको दिन भन्दै पनि हुन्थ्यो, यो चाहिँ एउटा ऐतिहासिक उपन्यास पनि हो भन्ने कुरा, र इतिहास यसमा निश्चय नै छ। र हाम्रो स्टिफन ग्रिनब्ल्याटहरूले जुन चाहिँ एउटा कन्सेप्टलाई अगाडि ल्याएको थिए, नव इतिहासवाद भन्ने, न्यू हिस्टोरिसिजम, जसमा चाहिँ इतिहास स्वयंलाई चाहिँ लेखिएको इतिहासको जुन चाहिँ पाठलाई चाहिँ त्यति विश्वसनीय हुँदैन, त्यो कसै न कसैको पक्ष लिएर लेखिएको हुन्छ, विशेष सत्ता पक्षको, विशेष त्यो जो चाहिँ एकदम पावरफुल हुन्छ, शक्तिशाली हुन्छ, उनीहरूको पक्षमा लेखिएको हुन्छ। र त्यहाँ निमुखाहरू जहिले पनि मार्जिनलाइज गरिएको हुन्छ। जो शोषितहरू छ उनीहरूको इतिहास लेखिँदैन। जस्तो अब रामायणतिर पनि हामी, मिथतिर पनि त्यो कुरो त देख्छौँ, महाभारततिर पनि, जहाँ चाहिँ शासकहरू मात्रै नाम उल्लेख छ, उनीहरूको मात्रै शक्तिको वर्णन छ, प्रशंसा छ। त्यहाँ निमुखाहरू कति मरे त्यो लडाइँतिर है, उनीहरूको योगदान कस्तो थियो र उनीहरूलाई के न्याय गरियो भन्ने कुरा कहीँ पनि लेखिएको छैन। र ग्रिनब्ल्याटहरूको भनाइ चाहिँ यो हो कि जब इतिहासलाई विश्वास गर्नु सकिँदैन भने चाहिँ हामी चाहिँ लिटरेरी टेक्स्टमा है, साहित्यिक पाठहरूमा चाहिँ हामीले यो इतिहासको ट्रेसेसहरू, अवशेषहरू खोज्नुपर्छ भन्ने कुरा आएको। इक्जाम्पलको लागि जस्तो हामी अब सबैले बेसी पढेको कथा हाम्रो गुरुप्रसाद मैनालीको पराल भएको होला, हामीलाई एउटा त्यसको सामाजिक सन्दर्भमा स्कुलतिर पढाइयो, हामीले पनि पढ्यौँ र गुरुबाबु गुरुआमाहरूले त्यसको व्याख्या गरेको सुनेको कि यो बुढाबुढीको झगडा चाहिँ, लोग्ने स्वास्नीको झगडा चाहिँ एउटा परालको आगो जस्तो हो, जो बल्छ र निभिहाल्छ। तर वास्तवमा हामीले त्यसलाई ऐतिहासिक पक्षबाट हेर्नु पर्यो भने चाहिँ चामे र गौँथलीको जुन चाहिँ घरमा परिवारमा एउटा दुःख थियो, त्यो दुःख चाहिँ पीडामा परिणत भएको थियो है। उनीहरू बीच राम्रो अब झगडा भइरहने, बोलीचालीमा कर्कशपन, त्यसकारण त्यो वैवाहिक जीवनमा मिठास उस्तो थिएन है, त्यसकारण उनीहरूको झगडा भयो। र त्यो गरिबीलाई हामीले हेर्दा चाहिँ त्यो समय चाहिँ नेपालमा सायद पञ्चायती राज सिस्टम थियो र पञ्चायती राजको त्यसको त्यो सामन्ती अवशेष चाहिँ त्यहाँ हामी देख्छौँ कि उनीहरू चाहिँ कसरी शोषित दमित हुनु परेको थियो र उनीहरूको जीवन चाहिँ कसरी त्यस्तो अब एकदम दयनीय बनेको थियो भन्ने कुरा। तर त्यसरी इतिहासलाई चाहिँ हामीले त्यसरी हेर्न सक्छौँ भन्ने छ। र यहाँ पनि त्यही कुरा सिंहकज्यूले भन्नुभएको होला। यहाँ धेरै डेट टाइमहरूलाई पनि मेन्सन गरिएको छ, कुन कुन समय कहाँ के भयो भन्ने कुराहरू। अर्को कुरो चाहिँ यहाँ मेघालयका अनेक नामहरू छ। त्यो नामहरू देखेर पहिला त म त अलिक छक्कै पनि पऱ्यो है। छेरुपी भन्ने, मोनोलिथ, मुसलेट, 4 किलो, यो नामहरू चाहिँ अचम्मको नामहरू लागेको थियो। र अरू मान्छेको नामहरू पनि यहाँ चाहिँ अचम्मकै छ। र यो उपन्यास चाहिँ यस्तो छ। र यो सबै भन्नु चाहिँ अब यसलाई 2 भागमा विभाजन गरिएको छ। प्रथम भागमा 13वटा च्याप्टर छ र दोस्रो भागमा 17वटा। लगभग यो छ 354 पेजको उपन्यास छ। यसलाई चाहिँ एकदमै पढन्तेले चाहिँ सायद 3 दिनमा सक्छ होला, टाइम निकालेर पढ्नु भयो भने। र अलिकति पढाइमा ढिलाइ सुस्ती छ भने चाहिँ यो चाहिँ लगभग 15 दिन चाहिँ लाग्छ नै होला। र
उपन्यास त्यस्तो साह्रो छैन। यसको भाषा एकदमै सरल छ, सरर जाने खाले, र पाठकहरूले यसलाई पढ्नुभयो भने चाहिँ यहाँबाट चाहिँ धेरै कुरा पाउनुहुनेछ, नयाँ कुरो छ यसमा। यसमा जीवनको दर्शन पनि छ। जस्तो अब कोही ठाउँ अब सरदारनीले झुलभित्र दुर्घटनाबाट मृत्यु हुनेहरूलाई सम्झँदै सुस्केर हाली, कोइला खात मान्छे मर्ने थलो नै पो भयो भन्ने कुराहरू, यो दार्शनिक कुराहरू पनि छ क्या यसमा। मैले धेरै अन्डरलाइन गरेको छु यसमा। अन्डरलाइन गर्नु लायकको चिजहरू सबै भन्नु त अहिले सम्भव छैन। यहाँ अलिकति अब हाम्रो श्याम सिंहजी अलिकति व्यङ्ग पनि ठाउँ ठाउँमा हाल्नु भएको छ, र उहाँले यो चाहिँ लगभग 7 वर्षको अनुसन्धान रिसर्च पछि चाहिँ उहाँले यो उपन्यास लेख्नु भएको अरे। उहाँ चाहिँ अब सायद त्यही मेघालयमा गएर यो कोइला खानीतिर बसेर है त्यहाँको सबै हेरेर, अब्जर्भेसन चाहिँ यति माइन्युट छ कि उहाँको सूक्ष्म अवलोकनलाई चाहिँ मान्नुपर्छ। उहाँले हरेक कुरालाई चाहिँ अवलोकन, एकदम माइन्डफुलनेस भन्छ नि, त्यो माइन्डफुलनेसले चाहिँ यसको अब्जर्भेसन गरिएको छ र लेखिएको छ, र भाषा एकदमै सुन्दर। तर अलिकति कतिवटा चाहिँ अब हिज्जेहरू चाहिँ 50वटा भन्दा बेसी नै यसमा छ कि भन्ने मलाई चाहिँ लागेको। तर मैले त्यो हिज्जेहरू त त्यस्तो उस्तो याद त गरिनँ, र यो हिज्जेहरू चाहिँ अब यता हाम्रो पब्लिसरपट्टि जान्छ होला। र यो चाहिँ यसको यो हिज्जेको भारीको दुःख चाहिँ बुकएन्टलाई, यो के भन्छ पब्लिसरलाई नै दिँदा ठिकै हुन्छ होला। अरू चाहिँ मोटामोटी पाठकहरूले यो किताबलाई चाहिँ पढ्नुभयो भने चाहिँ धेरै कुरो प्राप्त हुनेछ। र उहाँको सिंहकजीले अन्तमा भन्नुहुँदै थियो मेरो ऱ्यामिट ल्यान्ड पनि छ, म दिन्छु नि भन्नुहुँदै थियो। अन्त ऱ्यामिट ल्यान्ड चाहिँ मैले अलिकति नपढ्ने अहिले चाहिँ मन बनाएको छु, किनभने यसको जुन चाहिँ एउटा स्वाद, यो उपन्यास पढ्दा जुन चाहिँ स्वाद पाइएको छ, यसको टेस्ट पाइएको छ र यसको सुन्दरतालाई अनुभव गरिएको छ, त्यो लगत्तै पढियो भने चाहिँ फेरि यो यसको त्यो सुन्दरता, सौन्दर्य र स्वाद चाहिँ खतम हुन्छ होला भनेर कम्तीको पनि 6 महिनाको ग्याप चाहिँ होस् भन्ने। ऱ्यामिट ल्यान्ड मैले ल्याएको पनि छुइनँ, उहाँले सायद कतै छोडिदिनु भयो कि। र कोही पढ्ने हाम्रो यो गान्तोक वरिपरि हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई म यो चाहिँ साझा गर्न तयार छु। तपाईँहरूले यो चाहिँ बाँडीचुँडी गरेर पढ्दा हुन्छ।